नमस्कार। ताप्लेजुङ सरकार केन्द्र काठमाडौँले आयोजना गरेको ओलङचुङ गोला तिप्तला सेन्जेमा ताल पर्यटन प्रबन्धन कार्यक्रमको 8औं दिन हामी ताप्लेजुङ मा आइपुग्यौँ। त्यो चाहिँ जेठ 13 गते पर्छ। सो दिन हाम्रो भ्रमणको तालिकाहरू सबै सिद्धिएर जहाँ जानुपर्ने थियो तिप्तलाको भ्रमणको सबै कुराहरू, पाथिभरा मन्दिर हामीले घुम्दाखेरिको अनुभवहरू सबै कुराहरूलाई समेटेर एउटा हाम्रो कार्यक्रम गर्नुपर्ने, अन्तर्क्रिया कार्यक्रम गर्नुपर्ने थियो। त्यो कार्यक्रम चाहिँ ताप्लेजुङ एफएमको सभाहालमा आयोजना गरिएको थियो। सो कार्यक्रम बिहान 7 बजीबाट जिल्लाका प्रतिनिधिहरू, विशेष गरी राजनीतिक दलका सबै राजनीतिक दलका प्रतिनिधिज्यूहरू, त्यस्तै गरेर विशेष गरेर सामाजिक संस्थाहरू, उद्योग वाणिज्य सङ्घ, त्यस्तै गरेर नेपाल सरकारकै पाथिभरा विकास समिति, त्यस्तै गरेर तपाईँको अन्य आइएनजिओ एनजिओहरू र ताप्लेजुङ कै विशेष गरी के अरे कार्यालयहरू, त्यो सो कार्यालयहरू चाहिँ विशेष गरी रोड सम्बन्धित कार्यालयहरू र प्रमुख जिल्ला अधिकारीकै प्रमुख अतिथिमा भएको हुनाले सो कार्यक्रममा चाहिँ सबैको सहभागिता राम्रो रहेको थियो। र सो त्यो कार्यक्रम ताप्लेजुङ एफएम, रेडियो तमोल, काबेली एफएमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। बिहान 7 बजीबाट सुरु भएको 11 बजीसम्म हाम्रो कार्यक्रम रह्यो। र सो कार्यक्रममा हामीले तपाईँको धेरै अन्तर्क्रियाहरू गऱ्यौँ, छलफल गऱ्यौँ, सोध्नुपर्ने क्वेसनहरू सोध्यौँ। सो क्वेसनहरू गर्ने कुराहरूमा हामीले एउटा प्लेटफर्मको मद्दतले मात्रै गऱ्यौँ र साथीहरूले अनलाइनै शुभकामना पनि दिनुभयो। पर्यटन व्यवसायी ईश्वरी पौडेल, जो चाहिँ तमोर एफएम के अरे ताप्लेजुङ एफएमको पनि अध्यक्ष हुनुहुन्छ, उहाँले पनि शुभकामना दिनुभयो। त्यस्तै गरेर अनलाइनबाट नै हाम्रो फक्तालुङ गाउँपालिकाका वार्ड नम्बर 7 का अध्यक्ष छेतेन लामाजीले पनि दिनुभयो। सो कार्यक्रम हाम्रो अनुभव, हामीले घुम्दाखेरिको कठिनाइहरू र हामीले गर्नुपर्ने त्यहाँको कामहरू के हुन सक्छन् भन्ने कुरा स्वागतसहित ताप्लेजुङ सरकार केन्द्रका महासचिव अशोक प्यासी राईले कुरा राख्नुभयो। सोहीको सेरोफेरोमा ताप्लेजुङको सडक हेर्ने डी साहबले पनि राख्नुभयो र उहाँ चाहिँ पाथिभरा जाने, सुकेटारबाट पाथिभरासम्म जाने सडकको कामका निम्ति उहाँ त्यहाँबाट निस्किनुभयो। हामीले विशेष गरी तिप्तला जाँदा र पाथिभरा मन्दिर जाँदाखेरि देखेको कुरा के हो भन्दाखेरि, हामी त्यहाँ जे छलफल भए तापनि हामीले देखेको कुरामा चाहिँ हामी के भन्न चाहन्छौँ भन्दा, सुकेटारबाट तपाईँको काफ्लेपाटीसम्मको सडक बन्नको निम्ति यति वर्ष यसरी लाग्छ भने हाम्रो देश कसरी विकास हुन सक्छ? हामीले देख्दा 72 देखि सडक बन्छ भन्नेको कालोपत्रे हुन्छ भनेको, जम्मा त्यति सडक बनाउनको निम्ति हामी यत्रो वर्ष लाउँछौँ र सडक एउटा कालोपत्र गर्न सक्दैनौँ भने हाम्रो देशको विकास कसरी हुन सक्छ? बजेट छुट्टिएको छ, सबै काम सबै तयारी छ, अनि काम गर्दैनौँ भने हामीले के भन्ने? हामीले कसरी विकास गर्न सक्छौँ भन्ने कुराको एउटा प्रश्न चिन्ह खडा भएको छ। आजको दिनसम्म पनि हिलोमा कुदिरहनु पर्ने अवस्था हामी त्यहाँ जाँदाखेरि पनि देख्यौँ, हामी आफै पनि भोग्यौँ। वास्तवमा हाम्रो नीति निर्माण गर्ने हाम्रो माननीयहरूले के काम गर्छन् होला, उहाँहरूलाई लाज लाग्छ लाग्दैन भन्ने कुरा पनि हामीलाई खड्केर आयो र हाम्रो टिमलाई पनि खड्केर आयो। त्यहाँ चाहिँ हिँड्ने सबैलाई नै त्यो कुराहरू चाहिँ खड्किरहन्छ। विशेष गरी नेपालीले त कुरा उठाउने भयो,
होइन। त्यहाँका ठुल्ठुला नेताहरूको नाम लिनु नै हुन्छ उहाँहरूले, त्यो सही कुरा पनि हो। तपाईँको हामी त्यो सडक बन्न सुरु गरेको धेरै वर्ष भइसक्यो वास्तवमा। अब विदेश इन्डिया बाहेक अन्य देशहरूको विशेष गरी तपाईँको युरोपियन कन्ट्रीको अमेरिका भयो, अस्ट्रेलिया भयो, चाइनिज कम्पनी र कोरियन कम्पनीहरू, विशेष गरी साउथ कोरियाका कोरियन कम्पनी, जापानिज कम्पनीहरू के अरे कन्ट्रीका मान्छेहरू आयो भने यत्रो वर्ष लाग्यो भन्दाखेरि हाँस्छन् होला जस्तो लाग्छ मलाई, होइन। त्यो कुरा पनि हामीले उठायौँ। अर्को कुरा चाहिँ हामीले तल तमुरकोटको बाटो जाँदै तपाईँ तल दोभानदेखि अलिक माथितिर आइसकेपछि बाटो चाहिँ आफ्नो व्यक्तिगत स्वार्थका निम्ति माथि धेरै माथि ल्याएर घुमाएको अवस्था पनि छ। तमुरकोट सडक चाहिँ कस्तो भने सिधा हुनुपर्छ। ठुल्ठुला गाडीहरू भोलि आउँछन्, टर्निङहरू धेरै छोटो छोटो टर्निङ राख्नु हुँदैन, गाडीहरूको टर्निङ पुग्दैन, किनभने ट्रेलर गाडीहरू आउने हो, होइन, ठुल्ठुला गाडीहरू। किनभने ठुला गाडीहरू आयो भने ट्रान्सपोर्टेसनको कस्टहरू कम हुन्छ। त्यसकारण उहाँहरूले त्यो सडक चाहिँ त्यसरी बनाउनुपर्छ भन्यो भने तल तपाईँको हेर्नुभयो भने दोभानदेखि अलिक माथितिर आउनुभयो, याद गर्नुभयो भने अलिकति माथितिर धेरै टर्निङ गराएर माथितिर ल्याएर अनि तेर्सो लाग्नु भएको छ। त्यो पनि स्वार्थकै निम्ति। के स्वार्थ भन्दाखेरि मेरो घर, मेरो ससुराली घर, मेरो आफन्तको घरसम्म बाटो पुर्याउने साथीहरूको कारणले हो भन्ने पनि देखिन्छ। अब कतिले बोल्नुहुन्छ, कतिले बोल्नुहुन्न, तर हामीले त्यहाँ देख्यौँ। त्यो कुरा पनि हामीले उठायौँ। त्यस्तै गरेर तपाईँ त्यो तमुरकोट जाँदै गर्नुहुन्छ, माथि रानीमा पुगेपछि अलिक पत्र अगाडि बढेपछि चाहिँ तपाईँले देख्नुहुन्छ कि सडक तपाईँको माथि गाउँतिर लगेको अवस्था छ। टर्निङ त कति छ, धेरै टर्निङ छ। त्यो बाटोमा, त्यो राजमार्गमा हाम्रो ट्रेलर गाडीहरू चल्दैन त। लामो गाडी टाउको चाहिँ भएको, तर त गाडीको चाहिँ लामो चक्का भएको गाडी कुद्छ भन्ने मलाई लाग्छ। मानिलिउँ तपाईँ चाइनाबाट 300 गाडी 400वटा गाडीहरू चाहिँ ल्याउनु पर्नेछ, तर एउटा ट्रकमा हालेर त ल्याउने होइन। त्यो त लामो गाडीमा घुम्ती कम भएको बाटो प्रयोग गरेर तराईसम्म जाने हो। त्यस कारण तराईसम्म अथवा भारतसम्म रानी भन्सारसम्म पुग्नको निम्ति त सजिलो बाटो, छिटो बाटो चाहिएको हो नि। त्यस कारण हामीले बाटो त्यहाँ पनि घुमाएको अवस्था देखिन्छ। लेरेपको कुराहरूलाई हेर्नुभयो भने तपाईँले लेरेपबाट त्यो रानीबाट अलिक माथितिर गइसकेपछि तपाईँले अनुभव गर्नुहुन्छ त्यो वास्तवमा ठिक छ, सडक गाउँघरमा पनि चाहिन्छ, तर अर्को सडक कमसेकम सिधा बाटो खोलिनु पर्थ्यो। त्यो खोलिएको छैन। त्यसकारण हामीले के भन्दाखेरि हामी सडक के गर्दैछौँ भन्ने कुरा पनि हामीले हेर्नुपर्ने हुन्छ। अरू कुरा, रानीमा सरकारले टेन्डर आह्वान गर्यो, सडक पनि पार्यो, के अरे पुल पनि पार्यो। त्यो पुल चाहिँ अहिलेसम्म नबनिरहेको अवस्था देखियो। हामी जाँदाखेरि त थाहा थिएन, तर त्यहाँ चाहिँ सरकारले नै टेन्डर गरेर खोलेको, के अरे सडक, के अरे पुल बन्दै गरेको अवस्था भन्छन्। तर अहिलेसम्म पुल त्यहाँ थिएन। हामी त बकेटमा तरेका हौँ, होइन। त्यो पनि त्यहाँको हाइड्रो पावर कम्पनीलाई हामीले के अरे उहाँहरूलाई अनुरोध गरेपछि बल्ल भएको। त्यस कारण त्यहाँ पनि हामीले दुःख पायौँ। त्यसपछि हामी माथि गएर जम्मिङ भन्ने ठाउँमा हामीले जुन दुःख पायौँ त्यो कुराहरू राख्यौँ। त्यहाँ पनि पुल हामीले हाल्नुपर्ने अवस्था छ। त्यस्तै गरेर माथि सुकेपानीमा त गरिहाल्यो। सुकेपानी भन्दा पनि जङ्गिमबाट माथि गइसकेपछि दो बाटोमा एउटा पुल, सानो पुल मात्रै भएको हुन्छ। त्यो पुल भयो भने हामीले तिप्तलासम्म दुःख सुख गरेर हामी अहिले जान सक्छौँ। तर भविष्यमा त्यो सडकहरू पनि जुन टर्निङहरू चाहिँ धेरै छ, त्यसलाई हामीले एकदम टर्निङ नहुने गरी के गर्न सकिन्छ, त्यो सडकलाई चाहिँ कसरी लान सकिन्छ भन्ने कुरा त्यहाँ थाहा पाउनु, त्यहाँ जानेहरूले सबैले पत्ता लगाउन सक्नुहुन्छ। सजिलै बाटो छ, त्यो समस्या छैन, होइन। तर हामीले पुल दुईवटा नहुनुको कारण, एउटा सरकारले हालेको कुरा पुल समयमा नबनाउने कारण, त्यो नबनाउने व्यक्तिहरूलाई हामीले सरकारले कारवाही गर्नुपर्छ भन्ने हो। किनभने त्यो एउटा पुल नबन्ने मात्रै ठुलो विषय होइन, एकजना ठेकदारको मात्रै कुरा पनि होइन। त्यो त समग्र देशको निम्ति नै घाटा हो नि। एउटा पुल सानो कुरा हो, 1 करोड 10 करोड 15 करोडको होला, तर त्यसले त देशलाई ठुलो घाटा पर्छ, अरबौँ खरबौँ घाटा पर्छ नि। त्यस कारण हामीले
ती कुराहरूलाई पनि उठायौँ र यो कुरालाई पक्कै पनि ताप्लेजुङको डी हिसाबले सम्बन्धित विभागतिर पुर्याउनु हुनेछ। त्यस्तै गरेर हामीले मन्त्रालय पनि मा पनि पुर्याउनु हुनेछ। मन्त्रीज्यू अहिले युवा हुनुहुन्छ, उहाँ स्ट्रक्चरल इन्जिनियर नै हुनुहुन्छ भन्ने आएको छ। उहाँको पनि काम के गरौँ भन्ने युवा हुनुहुन्छ। उहाँहरूले त्यो कुरालाई हेर्नुभयो भने ताप्लेजुङबाट तिर्तलाको बाटो खोल्नको निम्ति 2टा पुल बनाउने ठुलो विषय नै होइन र सडक बनाउनु पनि ठुलो विषय होइन भन्ने लाग्छ मलाई। त्यहाँ धेरैवटा हाइड्रो पावर प्रोजेक्टहरू बनिरहेको छ। कतिले हाइड्रो पावर प्रोजेक्ट संस्थाहरूले पनि तपाईँको पुलहरू बेली ब्रिजहरू हाल्नको निम्ति उहाँहरूलाई पनि समस्या होइन, तर सरकारले उहाँहरूसँग पनि एउटा समन्वयकारी भूमिका खेल्नुपर्छ। त्यहाँ स्थानीय रूपमा भएका अवरोधहरूलाई सरकारको तर्फबाट पनि हेरिदिने, स्थानीयहरूले पनि त्यो हेरिदिनुपर्छ। स्थानीयहरूले आखिर त्यो पुल बन्ने भनेको स्थानीयले प्रयोग गर्ने हो, सडक बन्ने भनेको स्थानीयले प्रयोग गर्ने हो, शिक्षा भवन बन्यो भने स्थानीयले बन्ने हो। त्यस कारण के हो भने परियोजना हाइड्रो पावरहरू भनेको चाहिँ कहीँ बाहिरबाट आएको कुरा होइन, हाम्रै आफ्नै लगानीमा आखिर जनताकै लगानी हो, त्यो ब्याङ्कबाट लगानी गरेका हुन्छ। ती संस्थाहरूलाई पनि हामीले समन्वय गर्दै हाम्रो अधिकतम हाम्रो सडक पुलहरू बनाउनको निम्ति, विद्यालयहरू बनाउनको निम्ति, सामूहिक काम गर्नको निम्ति हामीले प्रयोग गर्नुपर्छ। उहाँहरूले सहयोग पनि गर्नुहुन्छ त्यो कुराहरूमा। त्यस कारण सामाजिक उत्तरदायित्वभित्र उहाँहरूले पनि धेरै कुराहरू गरिदिन सक्नुहुन्छ। त्यसै गरी हामीले तिर्तलामा हामी पुगिसकेपछि पारिपट्टि त तपाईँको राम्रो भवनहरू देखिने, पहिला पनि भनिसकेको छु। राम्रो भवन, तपाईँको उहाँहरूको अध्यापन विभाग पनि एकदम व्यवस्थित, त्यस्तै गरेर उहाँहरूको के अरे भन्सार कार्यालय पनि व्यवस्थित, प्रहरीहरू बस्ने पनि व्यवस्थित। अब त्यस्तै भयो भने आर्मी पनि बस्न उहाँलाई सजिलो, खानै बस्नको निम्ति सजिलो, तातो के व्यवस्था गर्नुपर्ने उहाँहरूको एकदम व्यवस्थित छ। तर वल्लोपट्टि हेर्नुभयो भने वल्लोपट्टि सानो एउटा भवन बनाएको छ, टोयलेट जस्तो सानो बनाएको छ, त्यो पनि चाबी लगाएर राखिदिएको छ। त्यस्तो अवस्थाले हाम्रो कसरी होला त? उहाँहरू एकदम तयारी अवस्थामा छ। कोरलामा पनि त्यही देखिन्छ। कोरलामा त झन् एउटाको भवन पनि छैन, त्यहाँ त एउटा टेन्टहरू राखिदिएको छ वल्लोपट्टि, होइन, हाँसो त्यही अवस्था छ। त्यस कारण नेपाल सरकारले के गरिदिनु पऱ्यो भने कम्तीमा अब भारततर्फ त सामान्य बनाएकै छ, चीनतर्फ चाहिँ कम्तीमा 6-7वटा 8वटा जति नाका छ, ती नाकाहरूमा स्तरीय, अहिले त तपाईँको सबै स्ट्रक्चरको काम भएको छ, फलामकै पनि बन्छ। छोटो समयमा राम्रो एउटा व्यवस्थित रूपमा एकीकृत भवन बनाउनु पऱ्यो। एउटा भन्सारको भवन सानो, अर्कोको भवन सानो, प्रहरीको भवन होइन, बेग्ला होइन कि एकै ठाउँमा चाइनाले जसरी बनाएको छ त्यो चाइनाले बनाएकै जस्तो गरी हामीले पनि एकीकृत रूपमा तपाईँको भनौँ न प्रयोगशाला सहितको हामीले भन्सार कार्यालय बनाउनु पर्ने जरुरी छ। लाज ढाक्नकै निम्ति भए पनि हामीले चाहिँ पारिपट्टि ठुलो देश, धनी देशको लाज ढाक्नैको निम्ति भए पनि हामीले एउटा उहाँहरूको जत्रै नभए पनि ठिकै खालको एकीकृत भवन बनाउनु पर्छ भन्ने कुरा चाहिँ हामीले महसुस गऱ्यौँ, त्यही कुरा हामीले राख्यौँ। यी त भए हाम्रा विकास निर्माणका कुराहरूमा नेपाल सरकारले विशेष ध्यान दिनुपर्ने कुराहरू। तर हामीले आफै पनि ध्यान दिनुपर्ने, हामी जो भ्रमणमा जान्छौँ, स्थानीय जो जान्छौँ, जो हामी हिँड्छौँ त्यो बाटो, के चाइनापट्टि हामीलाई दिएको कोला, उतापट्टि दिएको जुसहरू, उताबाट खाना दिएको प्लास्टिकभित्र राखिएका सामानहरू खाइसकेपछि के नेपालमा आएर त्यो प्लास्टिकहरू फ्याल्दा ती नै तपाईँको उतापट्टि सफा छ, यता ओर्तिरपट्टि चाहिँ हेर्नुभयो भने भुइँभरि फ्यालेको अवस्था छ। खान सक्ने साथीहरूले कम्तीमा त्यो चिजलाई ब्यागमा हालेर त्यो ल्याउन सक्नुहुन्थ्यो पक्कै पनि। त्यस कारण जथाभावी आफै एकचोटि गइसकेपछि अर्को साथीहरूलाई चाहिँ फोहोर होस् जेसुकै होस् भन्ने धारणा राख्नु हुँदैन भन्ने लाग्छ। त्यस कारण हामीले के बुझ्नु पऱ्यो भने हामीले चलाएका प्लास्टिकका बोतलहरू, हामीले चलाएका प्लास्टिकका झोलाहरू र हामीले पिएका पेय पदार्थमा प्रयोग गरेका प्लास्टिक जन्य सामानहरू र टिनहरू, अन्य विषयहरू जो चाहिँ गल्दैन त्यस्तो सामानहरू जहाँसुकै फ्याल्ने काम
गर्यो भने त्यस्ता मान्छेलाई कारवाही गर्नुपर्छ भन्ने नै हो। तर ती गर्नेहरू त अरू बाहिरबाट आएका मान्छे त होइन। हामी नेपाली नै सफा भयौँ भने पो अब तपाईँको भारत अथवा छिमेकी देशहरूबाट आउने पर्यटकहरूले पनि सामानहरू फ्याल्दैनन् होइन। युरोपियन कन्ट्रीहरूबाट आउने अथवा चाइनाबाट आउनेहरू त हाँस्ने नै छन्, कोरियाबाट आउने त हाँस्ने नै छन्। किन भन्दा त्यो मान्छेले फ्यालेको हो नि त, उहाँहरूमा फ्याल्ने बानी हुँदैन, हामीले जतिसुकै फ्याल्छौँ। त्यही भएर हाम्रो वरिपरिको सामानहरू पनि वरिपरिको के अरे ठाउँहरू पनि हाम्रो हो। हाम्रो घर बनेको ठाउँ मात्रै हाम्रो घर होइन, हाम्रो खेती धनी पूर्जा भएको चिज मात्रै हाम्रो होइन कि समग्रमा सार्वजनिक चिज पनि हाम्रो हो। त्यसको लागि चाहिँ तपाईँको जतिसुकै फोहोर गर्नु हुँदैन भन्ने कुरा हामीले ओलङचुङगोला पुग्दाखेरि फुङलिङबाट ओलङचुङगोला तितला पुग्दाखेरिको कुरा होस् या फुङलिङबाट तपाईँको पाथिबारा मन्दिरको उकालो हिँड्दाखेरिको अवस्था होस्, यी सबै ठाउँमा के देखिन्छ भने फोहोर फ्यालेको देखिन्छ। तपाईँको गुट्का खायो फ्याट्टा फ्याल्यो, तपाईँको बिस्कुट खायो प्लास्टिक चाहिँ फ्याल्यो। यी गर्नु राम्रो होइन। ठाउँ ठाउँमा तपाईँले बोकेर ल्याउनुहोस् र सहर बजारमा त तपाईँको उसको व्यवस्था छ, तपाईँको डस्टबिनको व्यवस्था छ। त्यो डस्टबिन त्यसकारण हामीले पनि आफूले सरसफाइमा ध्यान दिन सक्यो भने हुन्छ भन्ने कुरा हामीले अभियानको त्यहाँ जाँदाखेरिको हामीले थाहा पाएको कुराहरूलाई हामी तपाईँहरूमार्फत सेयर गर्न चाहन्छौँ। अर्को कुरा चाहिँ ओलङचुङगोला तितला जाँदाखेरि त्यत्रो हाइटमा जाँदाखेरि टोयलेट आउला दिशा आउला भन्ने चाहिँ नेपाल सरकारले यादै नगरेको अवस्था हो। काभ्रेपाटीदेखि माथिसम्म पाथिबारा मन्दिरसम्म त एकदम व्यवस्थित अहिले टोयलेटहरूको व्यवस्था छ, पानीको व्यवस्था गरिरहेको छ। पाथिबारा विकास समितिलाई म धन्यवाद दिन चाहन्छु। तर त्यही कुरा तपाईँको ओलङचुङगोला तितला जाँदा तितलामा त्यत्रो हिउँ पर्ने ठाउँमा के टोयलेट आयो भने चाहिँ पारिपट्टि गएर फेरि उहाँहरूलाई माग्ने हो त। त्यस कारण के भन्दाखेरि हामी मतलब 9-10 तले घर भएको धनी मान्छे आफ्नो छिमेकमा छ, त्यत्रै घर बनाएपछि मात्रै म सफा बस्छु भन्ने होइन नि। नजिकै भएको 1 तले घर भए पनि सफा राम्रो होइन, सफा कमसेकम सफामा गरेर धोएर लुगा चाहिँ धोएर लाउन सक्यो भने त खास हुँदैन नि। त्यस कारण हामी धनी देशको छेउमा भए पनि हामी सफा तरिकाले हामीले कम्तीमा मिनिमम टोयलेट जाने ठाउँ होइन, अहिले भन्सार कार्यालयको कुराहरू सुरक्षा कुराहरू यी कुराहरू सामान्य कुरा त हामी पुरा गर्न सक्छौँ नि। त्यो कुराहरू चाहिँ हामीले पुरा गर्न सकेनौँ भन्ने कुरालाई हामीले त्यहाँ कार्यक्रममा पनि उठायौँ, अन्तर्क्रियामा पनि उठायौँ र हामीले यी कुराले वास्तवमा हाम्रो कार्यक्रम चाहिँ हामीले गरेका अनुभवहरूलाई हामीले नराम्रो नेगेटिभ रूपमा हेऱ्यौँ अथवा त्यसलाई सुधार गर्ने कुराहरूलाई हेऱ्यो भने त्यो देखिन्छ। तर अझ हाम्रो रमाइलो पाटो चाहिँ के भन्दाखेरि हामी ताप्लेजुङको पाथिबारा मन्दिर को धेरैवटा पाथिबारा मन्दिर बनिरहेको अवस्था छ। अहिले हामीले जो जन्म्यौँ ताप्लेजुङमै जन्म्यौँ, ताप्लेजुङमै हुर्क्यौँ। तपाईँको 75 सालभन्दा अगाडिको मान्छे जन्मेको मान्छे 2075 सालभन्दा अगाडि बनेकोले त लु ताप्लेजुङमै थियो भनेर भन्ला, अथवा 60 सालभन्दा उता बन्जगरै भन्ला। भोलि त तीर्थमा जाने साथीहरूले पनि त्यहाँ पनि पाथिबारा मन्दिर छ, कुन चाहिँ के अरे सक्कली हो त होइन, इलामको सक्कली हो कि झापाको सक्कली हो कि होइन, तपाईँको काठमाडौँको ललितपुरको सक्कली हो कि। त्यसरी हजारौँ हजार पाथिबारा मन्दिर बनाउनको निम्ति दिनु हुँदैन। सरकारले यसलाई चाहिँ रोक्नुपर्छ भन्ने हो। पर्यटन मन्त्रालयले यसलाई पाथिबारा मन्दिर क्षेत्र विकास समितिले यसलाई चाहिँ इनिसिएसन लिनुपर्छ, मान्नुपर्छ। तर भोलि गएर भविष्यमा तपाईँको 90 सालतिर होइन, त्योभन्दा पछाडि 2100तिर पछि पुगेपछि त मान्छेले बिर्सिन थाल्छ। उहाँहरूले के सम्झिनुहुन्छ भन्दाखेरि पाथिबारा मन्दिर भनेको पाथिबारा मन्दिर भनेको भक्तपुरको चाहिँ सक्कली हो भन्ने हुनसक्छ। त्यस कारण यो सक्कली कुरा के अरे जुन पाथिबाराको महिमा छ त्यो चाहिँ महिमा घट्ने अवस्था हुन्छ। त्यसकारण यसलाई चाहिँ समयमै हामीले कानुन बनाएर यस्तो कुरालाई रोक्नुपर्छ भन्ने लाग्छ मलाई।
होइन। हामीले त्यही कुरा पनि छलफलमा उठायौँ। तर हाम्रो काठमाडौँबाट जेठ 5 गते हिँड्दै हामी बिपी राजमार्ग हुँदै हामी ताप्लेजुङ त पुग्यौँ होइन। त्यो कसरी गयौँ त? हामी ताप्लेजुङमा जाँदाखेरि कसरी जान सक्छौँ, पाथिभरा मन्दिर कसरी जान सक्छौँ र तिर्तला कसरी जानुपर्छ भन्ने कुरालाई म समग्रमा यहाँहरूलाई राख्न चाहन्छु। ताप्लेजुङ 3टा सडक मार्ग प्रयोग गरेर तपाईँ जान सक्नुहुन्छ। एउटा काठमाडौँबाटै जाने हो भने तपाईँ काठमाडौँबाट तपाईँको बिपी राजमार्ग हुँदै मदन भण्डारी राजमार्ग के अरे सिन्धुलीको बाटो र उदयपुरको बाटो हुँदै तपाईँ जान सक्नुहुन्छ गाईघाट हुँदै र धरान पुग्नुहुन्छ सुनसरी। त्यसै गरी काठमाडौँबाट फेरि तपाईँको चितवनको बाटो हुँदै तपाईँको इटरी हुँदै तपाईँ धरानतिर जान सक्नुहुन्छ र अर्को चाहिँ फेरि त्यहाँबाट फेरि बिर्तामोडतिर गएर इलामको बाटो हुँदै मेची राजमार्ग पकडेर पनि जान सक्नुहुन्छ। धरानबाट तपाईँको जानुभयो भने भेटार हुँदै बसन्तपुर, तेह्रथुम, धनकुटाको बाटो भनौँ अब तेह्रथुम, त्यसपछि तपाईँको गुफा सङ्घसभा गुफा हुँदै तपाईँको मयाखोला ताप्लेजुङको मयाखोला गाउँपालिकाको साँगु दोभान हुँदै तपाईँको ताप्लेजुङ सदरमुकाम पुग्न सक्नुहुन्छ। अर्को चाहिँ धरान हुँदै फेरि तपाईँको उसँग पनि जान सक्नुहुन्छ, तल तमुरको कोरिडोर जान सक्नुहुन्छ। त्यो चाहिँ तपाईँको तमुरको बहावको आधारमा तपाईँ बन्दै अहिले सडक पुरै भएको त छैन, 2-3 ठाउँ पुल बन्यो भने त्यो सडक चाहिँ लिमुरी पुल हुँदै तपाईँको दोभान हुँदै फेरि ताप्लेजुङ बजार जानुहुन्छ, सदरमुकाम जानुहुन्छ। यसरी हामी पुग्न सक्छौँ त्यो बाटोमा हामीले गाडीको बाटो मात्रै होइन, हामीले काठमाडौँबाट विराटनगर फ्लाइटबाट पनि जान सक्छौँ होइन। अब भविष्यमा धनगढीबाट पनि त्यहाँ फ्लाइट विराटनगर डाइरेक्ट पनि हुनसक्छ, पोखराबाट डाइरेक्ट विराटनगर पनि हुनसक्छ। आन्तरिक काठमाडौँबाट मात्रै सेन्ट्रलाइज नगरिकन आन्तरिक रूपमा त्यसरी गऱ्यो भने पनि हाम्रो ताप्लेजुङको लागि भविष्य कोशी प्रदेशको लागि राम्रै हुने अवस्था हुन्छ। विशेष गरी बिर्तामोडमा पनि तपाईँ काठमाडौँबाट बिर्तामोडको पनि फ्लाइट छ होइन। तर सडकको हिसाबले हेऱ्यो भने तपाईँको तमुर कोरिडोर सबैभन्दा नजिक व्यवस्थित रूपमा छ। त्यसमा पनि बसन्तपुर गुफाको त पुल बनाउनु पर्ने अवस्थै छैन, एक ठाउँ मात्रै पुल बन्दैछ। त्यो बनिसकेपछि तपाईँ कहीँ पनि रोकावट, खोलाको कारणले अथवा नदीको कारणले कहीँ पनि रोकावट छैन। त्यस कारण ताप्लेजुङ पुग्नको निम्ति हामीले 3टा बाटोहरू के अरे प्रयोग गर्छौँ, मूल सडकहरू र हवाई मार्ग चाहिँ तपाईँको विराटनगर र बिर्तामोड के अरे हामी भद्रपुरको बाटो भन्नुपर्छ झापाको, त्यो बाटोबाट त्यो एयरपोर्ट पनि प्रयोग गर्न सक्छौँ। अर्को चाहिँ त्यहाँ काठमाडौँबाट डाइरेक्ट फ्लाइट पनि छ सुकेटारमा, त्यो चाहिँ ट्रेन र सानो फ्लाइट भएको हुनाले कहिले बस्छ कहिले बस्दैन, त्यहाँको वेदरको कारणले नहुन सक्छ। तर हामीले समग्रमा ताप्लेजुङ यसरी जान सक्छौँ। ताप्लेजुङमा तपाईँहरू जानका निम्ति कोही जान चाहनुहुन्छ भने यो चाहिँ हामीले सुरक्षित छ, त्यहाँ चाहिँ अहिलेको अवस्थामा बस्नको निम्ति त त्यति नराम्रो त छैन, तर धेरै सुधार गर्नुपर्ने कुरा त्यहाँ स्थानीय रूपमा पनि हामीले भनेका छौँ। हामीले त्यहाँ छलफलमा विशेष गरेर यो होटलहरूमा हामीले ट्रेनिङ दिनुपर्ने अवस्था छ होइन। हाइजिनको कुराहरू के हुन् भनेको हस्पिटल सर्भिसेसहरू के हुन सक्छन्, यी कुराहरू सबै जान्नुपर्ने हुन्छ। सञ्चालकले जान्नुपर्छ, सञ्चालकले जानिसकेपछि कामदारले पनि जान्नुपर्ने अवस्था छ। यो कुराहरूलाई पनि ध्यान दिनुपर्ने भएन भने अप्ठ्यारो हुन्छ र हामीले पर्यटकलाई राम्रो खानेकुरा सफा ठाउँमा सुताउने, ठुलो बिल्डिङ चाहिन्छ भन्ने होइन, सफा ठाउँमा सुताउने, सफा ठाउँमा खानाहरू खुवाउने अवस्था भयो भने राम्रो हुन्छ भन्ने कुरालाई हामीले बुझ्नुपर्छ र सोही अनुसार ओलौचु गोलामा पनि ट्रेनिङ गर्नुपर्ने अवस्था देखिन्छ। त्यसै गरेर फुङलिङमा पनि गराउनुपर्ने अवस्था देखिन्छ, इलाडाँडामा पनि गर्नुपर्ने अवस्था देखिन्छ, त्यस्तै गरेर हामीले काफ्लेपाटीमा पनि गर्नुपर्ने अवस्था देखिन्छ। त्यसकारण सरसफाइको हिसाबले हामी त्यो ध्यान दिनुपर्ने जरुरी देखिन्छ र उद्योग वाणिज्य सङ्घले पनि त्यसमा चाहिँ काम गर्नुपर्ने देखिन्छ है भनेर हामीले छलफलमा भाग लियौँ। वास्तवमा यो एउटा हामीले सिक्नुपर्छ, पोखराबाट सिक्नुपर्छ, पोखराका नजिक गाउँबाट सिक्नुपर्छ र पोखराले पनि त्यतिकै जानेको होइन, उहाँहरू पनि विदेशमा सिकेर आउनु भएको छ। हामीले जापानबाट
थाइल्यान्डबाट अथवा सिङ्गापुरबाट यी भनौँ न स्विजरल्यान्डबाट यी ठाउँहरूबाट हामीले सिक्नुपर्छ। सानो घर हुन्छ, सफा हुन्छ, व्यवस्थित हुन्छ, त्यति नै त हो। घर ठुलो चाहिन्छ भन्ने छैन। अन्य अन्य विषयहरू यो कार्यक्रमहरू जुन ताप्लेजुङ सरकार केन्द्रले आयोजना गर्यो, ओलङजुङ खोला तिप्तला सिङ्जेमा ताल अथवा पाथिभरा पर्यटन प्रबन्धन गर्ने जुन कार्यक्रम राख्यो, यो कार्यक्रम आयोजना गरेर पुरा गर्नको निम्ति हामी एक्लैले हुने होइन। हामी एउटा संस्थाले मात्रै गरेर पनि हुँदैन। हामीले यो चाहिँ कोशी प्रदेश सरकारको भ्रमण वर्षलाई पारेर हामीले कार्यक्रम गरेका थियौँ। उहाँहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। त्यसमा हामीलाई सहभागी गराउनु भयो। हाम्रो तर्फबाट हाम्रो जिल्लालाई प्रचार प्रसार गर्नेमा हामीले बुझ्यौँ, हामीले गऱ्यौँ। तर उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। तर विशेष गरी धनकुटा, सुनसरी, त्यसपछि हामी सङ्घसभा र पाँचथर, उहाँहरूले चाहिँ वास्तवमा यो ताप्लेजुङको कार्यक्रम हो, हामीसँग मतलब छैन भन्ने जस्तो स्थानीय पालिकाहरू नगरपालिकाहरूले बुझेको जस्तो देखियो। तर एउटा हामीले जबरजस्ती के अरे उहाँहरूलाई बोलाएर गर्न कुरा छैछ। तर ताप्लेजुङको पर्यटन विकास भयो भने त्यहाँ धनकुटाले पनि फाइदा हुन्छ, त्यहाँ मोरङलाई पनि फाइदा हुन्छ, त्यहाँ सुनसरीलाई पनि फाइदा हुन्छ, त्यहाँ तेर्थुङलाई पनि फाइदा हुन्छ, त्यहाँ सङ्घसभालाई, त्यसपछि पाँचथर, इलाम, झापलाई पनि फाइदा हुन्छ। सबैलाई फाइदा पुग्ने कुरा ताप्लेजुङको राम्रो बन्यो भने फाइदा हुने कुरा चाहिँ छँदैछ है। यी कुरालाई ध्यान दिनुपर्छ भन्ने नै हाम्रो कुरा राख्न चाहन्छु। अरू कुरा धन्यवाद दिने कुरामा चाहिँ पाथिभरा क्षेत्र विकास समितिका सबैलाई हामी धन्यवाद दिन चाहन्छौँ। त्यस्तै गरेर तपाईँको यी सबै कार्यक्रमहरू मार्फत हामीले सो कार्यक्रमबाट चाहिँ हामीले स्टेक होल्डर सबैलाई हामी धन्यवाद दिएका छौँ। चाहे त्यो तमोर इनर्जीको कुरा होस्, चाहे त्यो सुपरमा तमोरको कुरा होस्, उहाँहरूको सञ्चालक, उहाँहरूले बाटो बनाउनको निम्ति उहाँहरूले ट्र्याक्टर प्रोभाइड के अरे उहाँहरूले स्क्याभेटर प्रयोग गर्नदेखि लिएर डिजेल दिनेदेखि लिएर सबै कामहरू उहाँहरूले हामीलाई सहयोग गर्नुभयो बाटोमा पर्ने कुराहरूमा। त्यस्तै गरेर उद्योगवाणी सङ्घ ताप्लेजुङले पनि हामीलाई सहयोग गर्नुभयो, उहाँलाई पनि धन्यवाद दिएका छौँ। त्यस्तै गरेर हामीले पर्यटन बोर्डलाई पनि हामी धन्यवाद दिएका छौँ। यसरी हाम्रो कार्यक्रम चाहिँ त्यो दिनको कार्यक्रम विशेष गरी हामीले जुन कार्यक्रम 13 गते गऱ्यौँ, त्यो 13 गतेको कार्यक्रम चाहिँ एकदम राम्रो भयो। त्यो अन्तर्क्रिया कार्यक्रम हामीले त्यहाँ सफल गऱ्यौँ। त्यसपछि हामी उकालो लाग्यौँ। उकालो लाग्दा विशेष गरी हामी त्यहाँ चाहिँ फुटपाथ भएको हुनाले हामी माथि गयौँ र भेटे सेतो भेडा भन्ने हाम्रो साथीले चलाइरहनु भएको रेस्टुरेन्टमा हामीलाई खाना खुवाउनु भयो। त्यहाँ हामी बस्यौँ। त्यो राम्रो ठाउँमा खोल्नु भएको रहेछ र एकछिनमा हामीलाई उद्योगवाणी सङ्घ सबै टिमबाट हामीलाई बिदाई गर्नुभयो। हामी 4-5 जना चाहिँ त्यो दिन हामी फर्किँदै थियौँ। काठमाडौँ फर्किने चरणमा, कोही झापा फर्किने कुरा थियो, सोही अनुसार हामी फर्क्यौँ। त्यसपछि फर्किने बेलामा हामी तल बाटो पाथिभरा समस्या समितिको पाथिभरा विकास समितिको हाम्रो प्रेसिडेन्ट हाङ्गामजीको अफिसमा जाने कुरा भएर त्यहाँ हामीलाई स्वागत गर्नुभयो। हामीले त्यहाँको पैसाहरू सरसफाइ गर्ने कुरादेखि लिएर भेटिएको व्यवस्थापन, सुनहरूको व्यवस्थापन गरेको कुरा पनि हामीले हेऱ्यौँ। त्यहाँ धेरैजनाले महिलाहरूले अथवा दिदीबहिनीहरूले काम गरिरहनु भएको थियो। हामी त्यो गऱ्यौँ, त्यहाँका छलफल गऱ्यौँ र उहाँहरूले हामीलाई मायाको चिनो दिनुभयो। उहाँहरूलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। त्यसपछि हामी अगाडि बढ्यौँ। हामी 6 जना चाहिँ फर्किनेवाला थियौँ र अरू चाहिँ त्यहीँ बस्नुहुन्थ्यो। तर फुङलिङ नगरपालिकाले मेयर साहबले अमिर माधवले पनि बोलाइरहनु भएको हुनाले हामी त्यहाँ पस्यौँ। त्यहाँ पसेपछि उहाँले हामीलाई रोक्नुभयो। किन रोक्नुभयो भन्दाखेरि उहाँले स्वागत त गर्नुभयो, तर केचन कवलदेखि तपाईँको कञ्चनजङ्घाको बेस क्याम्पसम्मको जुन एउटा कार्यक्रम बनिरहेको रहेछ, पर्यटन प्रबन्धन कार्यक्रम, मेचीलाई मात्रै कोरिडोरलाई मात्रै याद गरेर त्यो कार्यक्रममा पनि हामी सहभागी हुनको निम्ति उहाँले राख्नुभयो। केही समयपछि उहाँहरू आइपुग्नुभयो। लगभग 1 घन्टा 1.5 घन्टा कुरेपछि आइपुग्नुभयो। त्यसपछि हामी छलफलमा भाग लियौँ। छलफलमा भाग लिँदाखेरि सबै स्टेक होल्डरसँग हामी छलफल गऱ्यौँ र धेरै कुरा के हो राख्यौँ भन्दाखेरि त्यहाँ हाम्रो तर्फबाट राख्दाखेरि चाहिँ
मेची मात्रै हाम्रो एउटा कोरिडोरले मात्रै हेरेर हुँदैन, हामीले कोशी कोरिडोरलाई पनि हेर्नुपर्ने हुन्छ। बसन्तपुरको तपाईँको धरान हुँदै सुनसरी, मोरङ, त्यसपछि तपाईँको धनकुटा, बसन्तपुर, सङ्घसभा र ताप्लेजुङलाई जोडेर एउटा सर्कल बनाउनु पर्ने हुन्छ। बिचको सडक चाहिँ तपाईँको तमुरकोटलाई मानेर हामीले गरेनौँ भने पर्यटकहरू एक ठाउँबाट मात्रै गएर पनि रमाउने कुरा हुँदैन। त्यस कारण कम्तीकम झापाबाट छिर्यो भने ती मान्छे सुनसरीको धरान निस्किनुपर्छ, धनकुटा निस्किनुपर्छ। यी कुरालाई हामीले त्यहाँ कुरा राख्यौँ र हामी छलफल भाग लिएर त्यहाँ खाजा खाएर हामी त्यहाँबाट लाग्यौँ र हामी लगभग 6-6:30 बजी मात्रै हामी त्यहाँबाट हिँड्ने मौका मिल्यो। अमिर मादेनजीले आफ्नो कुरा राखेर हामीलाई बिदा गर्नुभयो। अमिर मादेन विशेष गरी फुलनी नगरपालिकालाई म धन्यवाद दिन चाहन्छु भनेर हामीले त्यहाँ कार्यक्रममा पनि भन्यौँ र उहाँहरूले हामीलाई बिदाई पनि गर्नुभयो। त्यसै गरेर मिरिङदेलले पनि हामीलाई त्यत्तिकै सहयोग गर्नुभएको छ। फक्तालङ गाउँपालिकाले पनि हामीलाई त्यत्तिकै सहयोग गर्नुभएको छ। त्यस्तै गरेर मया खोला गाउँपालिकाको अध्यक्षजीले पनि हामीलाई धेरै सहयोग गर्नुभएको छ। यी सबै सहयोगहरूलाई हामीले सम्झिँदै हामी तमुर कोरिडोरको बाटो हामी लिम्बुनी पुल हुँदै आउनुपर्ने, तर लिम्बुनी पुल बन्न सुरु गरेको 2072 सालबाट अहिलेसम्म बनिएको छैन। 100 मिटरको पुल बनेको छैन भनेपछि विडम्बनै छ, कसरी विकास गर्छौँ भन्ने कुरा। त्यसपछि तरै पनि हामी बाटोबाट आयौँ, आउँदै अनि फेरि 5 थरको बाटो फेरि फ्रीमा आएर घुमेर जानुपर्ने अवस्था आयो। त्यो दुईवटा पुल नभएर एउटा लिम्बुनी पुल, एउटा चाहिँ तपाईँको तल हेवा खोलाको तल अन्तिमको एउटा ठाउँमा पुल बन्नुपर्ने छ। पुल बगाएको छ त्यहाँ पनि। त्यो पुल राम्रोसँग बनाउने हो र सडक चाहिँ त्यहाँ सिधा बनाउने हो भने कालोपत्रे सडकमा हिँड्ने अवस्था हुँदैन थियो, तलैबाट हामी हिँड्थ्यौँ। तर पुलमा समस्या भएको हुनाले अहिले समस्या छ। त्यस कारण हामी धेरै घुमेर 5 थरको सबै गाउँहरू घुम्दै बल्ल हामी फिदिम पुग्छौँ। फिदिमबाट तल गएर फेरि कोरिडोर पछ्याएर हामी आयौँ। धेरै दिनको निन्द्राहरू अलिक अपुग भएको हुनाले म निदाएको छु। बिचमा हामीले खानालाई फोन गरेका थियौँ र त्यो खाना ठाउँमा हामी पुग्यौँ र खाना खायौँ र त्यसपछि फेरि हामी धरान हुँदै कोरिडोरको बाटो धरान हुँदै हामी 2 बजी राति विराटनगर आइपुग्यौँ र विराटनगर हामी सुत्यौँ। विराटनगरमा हामीसँगै जाने साथीले फोन गरिदिनु भएको हुनाले नोबेल मेडिकल कलेजमा हाम्रो त्यहाँको सञ्चालकले हामीलाई व्यवस्था गर्नुभयो र हामी त्यहाँ नोबेल कलेजमा बिहानको ब्रेकफास्ट सुत्यौँ र भोलिपल्ट बिहान हामी खाजा खाएर हामी चाहिँ फर्क्यौँ। त्यसपछि हाम्रो साथीहरू भोलिपल्टको कुराहरू चाहिँ म फेरि पनि राख्ने नै छु। तर अहिले चाहिँ हामी 13 गते के गर्यौँ भन्ने कुरालाई हामीले 2 बजीसम्म रातिसम्ममा बल्ल आएर हामीले गऱ्यौँ। तर यी समग्र कुराहरूलाई भन्यो भने हाम्रो टिमहरू चाहिँ अझै पनि 13 गते साथीहरू जिल्लामै बस्नु भएको थियो। जिल्लामै 13 गते बसे पनि उहाँहरूले चाहिँ एकजना शीतल गिरी भन्ने महिला राइडर नेपालको सबै जिल्लाहरूमा जाने गरी उहाँ ताप्लेजुङ पुग्नु भएको रहेछ। उहाँलाई त्यही होटलमा ताप्लेजुङको होटलमा उहाँले भेट्नु भएको रहेछ, बिदाई गर्नुभएको छ। तर उहाँलाई खर्च दिने काम भएन। त्यस कारण खर्च बिनाको बिदाई हुँदैन हौ साथी हो। उहाँ त त्यहाँ आउनुभएको छ। उहाँ चाहिँ एउटा अभियन्ता हो। त्यो अभियन्ता पनि ताप्लेजुङकै प्रचार प्रसार हुने हो भनेपछि कम्तीमा सहयोग गर्नुहोस् भनेपछि उहाँहरूले नगद रुपियाँ उहाँले फेरि बोलाएर सहयोग गर्नुभयो। डन्डुजी, त्यस्तै गरेर हाम्रो महासचिव अशोक प्यासी राई, त्यो लोजक लामा कोषाज्यू, त्यस्तै चुडामणि गिरीजी, अनि कृष्ण तेम्बे लगायतका साथीहरूले र हाम्रो तपाईँको कञ्चनजङ्घा क्षेत्र विकास समितिका अध्यक्ष, परिषदका अध्यक्षज्यूले पनि त्यहाँ सहभागी भएर उहाँले बिदाई गर्नुभयो र उहाँले पनि धेरै ठाउँमा राखिदिनु भएको छ। त्यस कारण हामीले त्यो दिनको चाहिँ हामीले प्रचारका निम्ति हामीले गर्नुपर्ने कामहरू जे गर्नुपर्ने थियो हामीले जानेको कुराहरू त्यो गर्ने कामहरू चाहिँ हाम्रो सहभागिता भयो। तर हाम्रो जेठ 15 गते मात्रै हामी सिद्धिन्छ। जेठ 14 गते साथीहरूले भोलिपल्ट उहाँहरू बिहानै हिँड्नुभयो। त्यहाँ ताप्लेजुङमा रहनुभएको साथीहरू र धरान आउनुभयो।
धरानबाट उहाँहरू भोलिपल्ट 15 गते काठमाडौँमा आइपुग्नुभयो। यसरी हामीले जेठ 6 गते सुरु गरेको 2083मा सुरु गरेको कार्यक्रम 2083 जेठ 15 गते हामीले काठमाडौँमै आइपुगेर हाम्रो अभियानलाई पुरा गऱ्यौँ। त्यसकारण यो एउटा हाम्रो एउटा कोसिस मात्रै हो। हामीले गरेको सबै कामले सबै हुन्छ भन्ने होइन। यसले हामीले प्रचार गर्नको निम्ति हाम्रो चाहिँ ठाउँहरू सुरक्षित छ है, जान सकिन्छ, तपाईँहरूले यसरी जान सक्नुहुन्छ भन्ने कुरा यसले चाहिँ हामीलाई एउटा बाटो तयार गर्नको निम्ति हामी प्रचार गर्नको निम्ति हो। तर सबै कामहरू गर्ने भनेको स्थानीय नै हो। सरसफाइको हिसाबले गाडीमा त्यहाँ ट्रान्सपोर्टेसनमा चाहिँ धेरै महँगो गरेर गर्ने होइन कि ठिकै रेट लिएर गाडीहरू सफा राख्ने देखि लिएर त्यहाँ चाहिँ राम्रो मिठो बोल्ने कुराहरूदेखि लिएर सबै कुराहरू स्थानीयले गर्ने हो। हामीले चाहिँ मात्र प्रचार गरिदिने हो। त्यो प्रचारमा को आधारमा हाम्रो मान्छेहरू, हाम्रो नेपालीहरू, हाम्रो के अरे भारतीय पर्यटकहरू, विदेशी पर्यटकहरू आउँछन्। ती पर्यटकहरूलाई हामीले राम्रो गरेर पठायौँ भने हामीले एउटा होटल मात्रै चल्ने होइन, एउटा बस मात्रै चल्ने होइन, एउटा ट्याक्सी मात्रै चल्ने होइन कि समग्रमा खाद्य पदार्थ जे हो सुत्नेदेखि लिएर सबै कुराहरूमा त्यसमा उत्तिकै कन्ट्रिब्युसन हुन्छ। त्यसकारण हामीले कृषकलाई पनि त्यसले फाइदा पुग्छ, हामीले व्यापार गर्नेलाई फाइदा पुग्छ। हरेक कुरामा यसको चाहिँ भनेको चेन इफेक्ट पर्छ र त्यो इफेक्टमा हामीले गर्नुपर्ने हुन्छ। त्यसकारण तपाईँहरू सबैलाई यो कार्यक्रमले धेरै नै फाइदा पुर्यायो होला भन्ने हामीलाई लागेको छ। यसमा तपाईँहरूलाई जे सहयोग गर्नुभयो, यसलाई सहभागिता बन्नुभयो, आफै जानुभयो, यी कुराहरू सबैमा तलमाथि भयो भने पनि यसमा क्षमा चाहँदै यहाँको एकदम राम्रो सहयोगका निम्ति म सबैलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद, नमस्कार।